यो यात्रा एउटा हामी सबैको लागि सपना थियो। हिमाल, ताल र आस्थाको सङ्गम थियो। आज म पुगेको छु गोसाइकुण्ड, एउटा यस्तो ठाउँ जहाँ प्रकृतिले आफ्नो आत्मा बिस्तारै खोलेको छ। यो हाम्रो लागि केवल ट्रेक होइन, यो एक अनुभव हो। आफूभित्रको शक्ति, श्रद्धा र सौन्दर्यको महसुस गर्ने यात्रा हो। गोसाइकुण्डको पानीमा जब तपाईँको नजर पर्छ, त्यो निलो आकाश र चिसो हावा सबै कुरा मौन भएर तपाईँलाई भित्रसम्म छुन्छ। कहिलेकाहीँ जीवनमा यस्तो ठाउँ पुगिन्छ जहाँ शब्दहरू हराउँछन् र केवल अनुभूति बाँकी रहन्छ। त्यो अनुभूति हो गोसाइकुण्ड। यो मेरो गोसाइकुण्डको यात्रा हो, जहाँ हरेक छेडले एउटा कथा बोकेको छ। लेट्स बिगिन द जर्नी। हाम्रो गोसाइकुण्डमा मात्र पाइने प्रजाति विद्युतको खाना हामी चाहिँ अहिले ठ्याक्कै निकुञ्ज, लामटाङ निकुञ्जभित्र चाहिँ आइसकेका छौँ। अनि लगभग आइसकेका छौँ। चेकिङ भर्खरै सक्यो। चेकिङको कुरा गर्दा चाहिँ हाम्रो चाहिँ यहाँ दुईवटा चेकिङ हुँदो रहेछ। एउटा पहिला हामीले टिकट काट्यौँ, पर पर्सन चाहिँ 100 रुपियाँ लाग्दो रहेछ। अनि त्यसपछि नाम पनि इन्ट्री गर्नुपर्ने रहेछ। एकजनाको नाम इन्ट्री गर्दा हुँदो रहेछ। ब्यागहरू सबै खोताल्ने रहेछ होइन। झन्नै हेर सानो छ, झन्नै लैदियो। त्यो एउटा गीत सुन्नु भनेर ल्याएको, त्यो पनि होइन। जुत्ता मैले राखेको छु कि 2 जोडी छ जुत्ता। ट्रेकिङ सुट पनि छ। कहाँसम्म सकिन्छ हेरौँ जुत्ता चप्पलले। अनि हाम्रो यात्रा सुरु हुन्छ धुन्चेबाट। 3000 मिटरको उचाइमा रहेको यो सानो गाउँ गोसाइकुण्ड पुग्ने सबैको पहिलो लक्ष्य हो। धुन्चे केवल एउटा गाउँ मात्र होइन, यो गोसाइकुण्डको ढोका हो, जहाँबाट श्रद्धा, प्रकृति र साहसको कथा सुरु हुन्छ। धुन्चेबाट लौरी बिना हुँदै गोसाइकुण्डसम्म पुग्ने र यो यात्रा केवल पहाडको होइन, यो आत्माको खोज हो। पहिलो पाइला नै नयाँ दुनियाँतिरको सुरुवात जस्तो लाग्छ। तल हेर्दा बिस्तारै हराउँदै जान्छ धुन्चेको गाउँ र अगाडि फैलिन्छन् अनन्त पहाड र हरियो वन। हावा अलिक चिसो हुन्छ, तर मनमा एउटा न्यानोपन जाग्छ, किनभने हरेक पाइला गोसाइकुण्ड नजिकिँदैछ भन्ने महसुस हुन्छ। हामी जाने चाहिँ होइन, हामी यहाँ छौँ। यो बेस जाने चाहिँ टप नै हो। अझै पनि यो पुरै ठाडो छ अनि गाह्रो नै छ, टप नै छ अझै। आउँदैन र त टङ्की त। होटेल रेड पाण्डाबाट निस्केर लौरी बिनातिर लाग्दा सुरुमा बाटो सजिलै लाग्छ, तर बिस्तारै उकालो बढ्दै जाँदा हावा पातलिँदो हुन थाल्छ। लौरी बिनातिरको बाटो साँघुरो भए पनि प्रत्येक मोडमा सौन्दर्य लुकेको छ। वनबीचको शान्त वातावरण र हावासँग उड्दै आउने प्रार्थनाका धुन सबैले यात्रा अझै अर्थपूर्ण बनाउँछ। लौरी बिनातिरको हरेक पाइला गोसाइकुण्डको एक अध्याय हो। यो कालो त लास्टै गाह्रो सकिने रहेछ। अलिकति ह्याप्पी नै रहेछ। तलदेखिको बोल्न सकिरहेको छैन। सो साथीहरू चाहिँ तल आउँदै हुनुहुन्छ अझै पनि। त्यहाँबाट यहाँ धेरै होइन 50 मिटर 100 मिटर छ। त्यहीँबाट यहाँ आउनलाई पनि
एकदमै ह्याप्पी यहाँ चाहिँ अक्सिजन एकदमै लो भएको कि अल्टिट्युड एकदमै हाई छ यो ठाउँमा लगभग हामी हिमालकै रेन्जमा छौँ क्या हिमालको बिचमा आइसकेका छौँ सो यो चाहिँ हाम्रो हिमाल लाङटाङ सो कहिले पुग्ने भयो त्यहाँसम्म ह्याप्पी भयो गाह्रो चाहिँ ह्याप्पी नै गाह्रो भइरहेछ यो अल्टिट्युडको लागि यो 360 भ्यू हो ह्याप्पी नै गाह्रो भइरहेछ थकाइ शरीरमा हुन्छ तर मन शान्त हुन्छ यात्राको हरेक पीडा हरेक सङ्घर्ष यो दृश्यले सबै भुलाइदिन्छ चारैतिर उडिरहेको प्रार्थना झण्डा शिव मन्दिरको घन्टीको आवाज र आकाशमा घामको न्यानोपन सबै भन्छन् तिमी पुग्यौ तिमी पुग्यौ तिमी पुग्यौ गोसाइकुण्ड मेरो उनीसँगै आउने सपना थियो उनको हाँसो उनको नजर यो हिमाल र तालसँग मिलाउने चाहना थियो तर समयले फरक कथा लेख्यो आज म यहाँ छु उनी बिना तर उनको सम्झना हरेक हावामा हरेक घन्टीको आवाजमा महसुस हुन्छ मौन भएर मैले गोसाइकुण्डको छेउमा ढोगेँ र भित्र मनले भने अर्को पल्ट आउँदा उनीसँगै यो यात्रा पुरा गर्नेछु